स्टार्टिङ लाइनअप तालपारी एफसी काबाट जर्सी नम्बर 4 सुभाष गुरुङ, जर्सी नम्बर 77 अङ्कित गुरुङ, जर्सी नम्बर 14 मनोज गुरुङ, जर्सी नम्बर 17 मनिष ठकुरी, जर्सी नम्बर 1 मुमिन तामाङ। सब्स्टिट्युसमा रहेको छ सङ्गम गुरुङ र सन्दीप तामाङ। स्टार्टिङ लाइनअप अफ चिरुवा एफसी रेड जर्सी नम्बर 7 रोशन गुरुङ, जर्सी नम्बर 92 समीर गुरुङ, जर्सी नम्बर 9 तिरेन गुरुङ, जर्सी नम्बर 20 अन्तिम गुरुङ, जर्सी नम्बर 10 जीवन गुरुङ। सब्स्टिट्युसनमा रहेको छ आशिष थापा। यो चिरुवा रेड टिमको स्टार्टिङ लाइनअप रहेको छ। तालपारी एफसीका जर्सी नम्बर 7 र राम्रो लेफ्ट फुट बल पनि राम्रो पास सुभाष गुरुङ रहेको सरी र यो पासको लागि कोसिस रहेको थियो भने त्यो फाइदामन्द रहेन र यसो साकी रहेको थियो। तालपारी एफसी फेरि पनि चिपको शून्य रहेको छ। फेरि पनि मौका अङ्कित गुरुङको लागि ह्याट्रिकको समीर साइड पास दिन पुगेको थियो। रोशनको यो पावर समीरलाई अन्तिम त्यहाँ मिस्टेक गर्नु पुगेको थियो भने मौका मनिषको लागि पास दिनु पुगेको छ। त्यहाँ ए पोलबाट साबिकको र बी पोलबाट ओपन रहेको थियो यो फुटबल प्रतियोगिता भने। यो राम्रो कोसिस त्यहाँ अङ्कितबाट मनिष ठकुरी खेलाइमा होस् भने त्यो केही चेन्जिङ गरेर खेल्नुपर्ने हुन्छ भन्दै अलिकति कखु भयो भने त्यो बल आउट हुनु पुगेको छ। त्यसमा 1 साइड पास अन्तिम गुरुङको लागि ब्याक पास सिधै खोजीमा सुभाष साइड पास रोशन राम्रो नटमेक र मौका रहेको छ।